मेरो ज्वाइँलाई Sunday. हजुर छिटो गर्नु उता माथिको ढुङ्गामा गर्नु यो कुन चाहिँ पात रहेछ कस्तो टाढा टाढा बिनाजु कता हुनुहुन्छ गिठाबा ए गिठाबा को गिटा त हो गिठा शान्त गर्नु धेरै ज्ञानी भएर पढ्नु शान्त हुनु राम्रो भएर मान्य भएर बस्न पाउनु नहोस् राम्रो भलो एकदम हटाकटा अझै 20-30 वर्ष बाँच्नु पर्यो लामो आयु हाम्रो यसो 2-4 वर्ष घटाएर बुवालाई लगाइदिनु पर्यो कागजी टनाटन फाल्नु त्यहाँ टन्नै थियो त मै अहिले त्यहाँ स्कुल हो के हो लगाइदिएको छ त्यो सुन्तला भएको ठाउँमा बिस्तारै हजुर त्यो वाल मैले लगाएको छ म यहाँ औधी काम गर्थेँ भने पहिला त के छ भने औधी काम गर्थ्यो यिनीहरू औधी काम गर्थ्यो अझै पनि अल्छी भएर केही गर्दैनन् कामै लाग्यो हाम्रो बुढी औधी काम गर्थ्यो क्षेत्रबाट गयो त्यो खाजा खाने बेलामा एक भारी घाँस काटिहाल्थ्यो डल्ली बुढी हेलो एभ्रिवान नमस्ते अहिले चाहिँ हामी यो 2081 सालमा चाहिँ क्योरिनी मेरो जन्मस्थलमा चाहिँ टिका लाउन आएको छ हाम्रो बुढो हजुरबुवाले बुढो ससुराले आफ्नो घर आफू बसेको ठाउँ अनि बनाएको सबै ठाउँ सबै देखाउँदै हुनुहुन्छ र हामी हेर्दैछौँ के देखाउने नै ठिक छ हजुरले देखाउनु भयो मैले खिच्न पाएको छुइनँ तर म बिस्तारै खिच्ने छु म त भ्लग बनाउँदै हिँड्ने अब यो चाहिँ हाम्रो कान्छा हजुरबाको घर हो कहाँ जाने हजुरबालाई म युट्युबमा हालिदिन्छु सबैले हेर्छन् तपाईँलाई है तपाईँलाई म युट्युबमा हालिदिन्छु ल अनि सबैले हेर्छन् अब यो तपाईँको भोलि पर्सि पलाट के भन्ने अब तपाईँ अब हामी पनि तपाईँ जस्तो हुँदाखेरिसम्म देख्छन् मान्छेले केही छ अरू भन्नुपर्ने छैन भन्ने दिदी धान काट्न गएको सबैजना माइत हजुरबा घाँस काट्न हामी चाहिँ यहाँ वेट गरिरहेछौँ हजुर तपाईँ कहाँ आउनु भयो अरे पहिला घर मेरो यहाँ थियो क्या पहिला यहाँ बनाएको थियो घर मैले पहिला अनि पुरानो घर बसेँ यहाँ बसेँ अब यहाँबाट यो घरलाई यसबाट सिधै उयो माथि अलिक भुक्क उम्रेर हत्या आएर त्यो घरलाई आँगनमा सवारी घर लगेर अनि मैले फेरि यहाँ सारेँ घर यहाँ सारेको अनि यहाँ घर सारेर यहाँ ढुङ्गा थियो हेर्नुहोस् त यहाँ सवटा ढुङ्गा थियो राम्रो ढुङ्गा सारेर यहाँ खानेर सडा ढुङ्गा राखेकोमा अहिले ढुङ्गा छैन एकदमै उनीहरूको कसले यस्तै त थियो सबै बोकेर यस्तो खालको यस्तै त थिएन
त्यो राख्छ नि त बनाउने होइन टायल त्यो भुइँमा राख्नलाई टायल जस्तो त भइगयो नि यो अब गाडी ल्याएर लग्यो हुन्थ्यो नि लाएन लगिराखेको हुन्थ्यो नि ढुङ्गा कस्तो राम्रो छ टायल हो कि टायल जस्तो यो त्यतिखेरको बेलामा एकै पाथी दिए मकै एकै पाथी क्या दिएर ल्याएको होइन उनीहरूले बगेर ल्याइदिन्थ्यो ए त्यही ल्याउँथ्यो अनि यहाँ दाल भात तरकारी बन्न बस्दाले पकाएर भात पनि दिने अनि एक पाथी मकै भरिदिने लिएर जान्थ्यो क्या कसले जेला एक पाथी ज्याला हामीहरूले क्या कति राम्रो रहेछ टल्किने खालको रहेछ कि यति बाँकी रहेछ यत्रो घरको ढुङ्गा ढुङ्गा लगेको थियो क्या मसँग त्यो ढुङ्गा त्यो एकदम ठाडो फाल्नु राख्दा थामीमा 6000 रुपियाँ थियो त्यो लाटुको थामीलाई मैले ढुङ्गा त्यो तराउँदाखेरि लग्यो बिहेर सबै उखालेर लगिदिएछ अब मान्छे नबसेपछि त्यस्तै हो क्या हजुरबा त्यो अरू पनि के भने त्यो ठुल्ठुला रुख सिधा सिधा भनेको रुखहरू त्यहाँ टनाटन थियो एउटा पनि छैन निप्पोहरू नि थियो है हजुरबा एउटा रहेछ उयो बाङ्गे कुन उयो बाङ्गेको उयो रुखहरू के को रुख हो त्यो ए ठुलो पात भएको के हो त्यो हजुरबा त्यसो न के अरे कुन नि त्यो रुख मैले बिर्स्यो स्याउ हो त यो त्यहाँ खसालेर अघि लगाएर घर बना मफली यो यहाँ त्यो मराको गाडी गएको पाङ्रा गाडिएर पैसा त मफली आगो गएको बिरान पैसा दिएँ अर्कालाई बरालिहालेँ भनेर ल जम्बु ल्यायो यहाँ हेर्नु त्यो बुट्टा यही खालको बुट्टा यहाँ भयो त्यसै सहर थियो नि त नि हेर्नु सरिहाल्छ नि जम्म उखालिदिनु हुन्छ सरी अर्काको छोडिदिनु जग्गा पनि फेरि यति रहेछ कि पर्खा लाएर पनि राखि नसक्नु रहेछ थुनेर थुन्न नसक्ने लैजाओस् यहाँ होइन फालफुल ला टन्न ला फालफुल त्यो फालफुल त भइदियो नि त यसो काम लगाएको थियो नि हेर्नु एउटा बेर्न छैन अहिले यस्तै ढुङ्गा भन्छ त्यो के एउटा हो कि क्या होइन त्यो होइन उयो हो त होइन उयो त्यो फिर्तान यहाँ दुईटा घर थियो कि अनि हाम्रो माइला काका र माइला काकी चाहिँ यहाँ बस्नुहुन्थ्यो अङ्कल आन्टी अनि दुईटा भाइहरू यहीँ जन्म्यो मम्मी गफ गर्ने कि अतुक्का कुराहरू भनेको राम्रो मात्रै गर्ने छ होला त्यही कस्तो मिठो सुन्तला यो भगत पनि कत्रो कत्रो हुन्छ त्यो सुन्तला पनि छैन त्यो भाइतिर मान्छेलाई आएको उहाँनिर हाम्रो अरू बाख्रा पनि थियो है हजुर बाख्रा त्यहाँ हल्ला बेच्दोहरू थियो कता हो यहाँ यो राङ्गे टन दुईको पारा टन बाबुले खेती लिएर ल्याएर त्यहाँ छ त बेर्न तेरो बाबुले यहाँ टन्नै उयो एउटा के बोकेर त्यही पुग्यो हाल्यो होइन त्यो खाएर यहाँ स्याउ थियो नस्पाती थियो सुन्तला छैन हजुर अब मान्छे नबसेपछि यस्तै हो अब के गर्नु यसपालि मान्छे खोजेर लिएर आएर केरा सार्नु पर्यो अलिकति तल्लोबारीमा हजुरबा अङ्कलले यो रोड कसरी बनाउनु भयो अरे यो रोड कसरी अङ्कलले ड्याङ्गा ड्याङ गर्नुभयो अरे तपाईँलाई सोधेर कि नसोधेर हानिदिनु भयो नसोधेर हानिदिएको विकास फलाकै ताता के डेडले हान्नु भएको भने यो दिदी सात चित्ता परेको छ हाम्रो बारी त सबै पऱ्यो होइन केही हुन्न त्यहाँ हजुरमा खेत परेर तिन पासी धानको खेत पऱ्यो क्या रोडको लागि 3 पासी हजुरको भाग कति लाग्यो यो क्या बारी अनि 3 पासी धानको खेत त्यसो सबै धेरै जोडेको थियो एकदमै जोडेको लगभग हजुरबा यहाँनिर कसको घर थियो अरे पहिला ठुलो कान्छा हजुरबाको अहिले कता उता अर्को ठाउँमा जानु भएन
स्लोली है स्लोली फेरि गुल्टिङ मखमलीको बाबुको घर छ यहाँ के अरे मखमलीको बाबु गऱ्यो भण्डारीको घर छ यहाँ हजुरबालाई धेरै कुरा याद आइरहेछ है माथि आएर कति पछि आउनुभयो हजुरबा यहाँ माथि कति पछि आउनुभयो यहाँ तपाईँ हामीहरू अहिले तपाईँले कति पछि यहाँ आउनुभयो क्या यहाँ माथि पछि आयो भने अहिले कति पछि आउनुभयो भने यहाँ घुम्नलाई सिरानसम्म पुग्नलाई कति पछाडि आउनुभयो अरे 1 वर्ष पछि हो क्या 2 वर्ष पछाडि 1 वर्ष होला पहिला पनि आउनु भएको थियो होला त्यहाँ पूजा गर्न 1 वर्ष पहिला हो यहाँ पूजा गर्न आउनु भएको थियो त 1 वर्ष पहिला तलभन्दा त यसो काम नगर्ने भयो त यतैतिर हुन्थ्यो हजुरबालाई हजुर खालि काम गरिहाल्नु नि त त्यही भएर ल तल काम नगरेपछि यता उकालो ओह्रालो आफ्नो संरक्षण पनि गर्न पाइन्थ्यो तर फेरि हजुर पनि हात चिलाउँछ होला यहाँ आइसकेपछि यहाँ यस्तो कुटो कोदालो अनि हलो लिएर कुदिहाल्ने हलो लिएर जाँदा हजुरबाले धेरै गोरु जोतेर भुँडीमा पनि 5 चोटि के अरे कटिङ भएको छ नि त हजुरबाको अपरेसन हाम्रो बाजे माइला बाजे लाउरे कार्की भन्थ्यो यहाँ उसको जोर घर थियो यहाँ एक घर त्यहाँ एक घर थियो यो घुरेन अहिले दिपकले अरू हजुरबाहरू चाहिँ कता जानुभयो 3 भाइ क्या जेठाको सन्तान हामी माइलो यो कान्छाको सन्तान चाहिँ साइला बाजे 3 भाइ रहेछ क्या बाजे यो 3टा तपाईँ अहिले चाहिँ यहाँ भइरहेको यहाँ रमेश अङ्कल त्यो चाहिँ माइला बाको छोरा 2टा मात्रै हुन् बाजेहरूको चाहिँ यो त्यहाँबाट छोरा खालमा हाम्रो बा कान्छो हाम्रो चाहिँ बा कान्छो जेठा बा नरबहादुर भन्थे त्यहाँ हाम्रो बाले डमर बहादुर भन्थे अनि त्यो रमेशको बाबुलाई चाहिँ पहल बहादुर भन्थे क्या पहल बहादुरबाट भएको सन्तान 2जना मात्रै हुन् त्यो रमेशको चाहिँ बाबु बुवा एउटा मात्रै लाउरे भन्छ ल हिँड्दै गफ गरौँ हिँड्दै आउनु हजुरबा हिँड्दै अनि जेठाको छोरी जोडा मात्रै छोरा नभएको भाइ मायालाई दिया सम्पत्ति हाम्रो भाइ मायालाई दिया सम्पत्ति माइला भनेको तपाईँहरूको बुवा होइन माइलो भाइ मेरो भाइ माइलो क्या हामीले चाहिँ खोजेनौँ क्या यस्तो चिज त राख्नुपर्छ म भोलिपर्सि हेर्नुपर्छ ल हिँड्न हजुरबा यहाँ चाहिँ कसको घर थियो अरे यहाँ पनि घर थियो जस्तो लाग्छ मलाई नरबहादुर भनेको हजुरबा बुवाको ओहो यो के झुम्का बाटो त झाडी गाउँमा कोही नभए कोही हुनुहुन्न होला यहाँ चाहिँ देवी थान हजुर हन्टेड फिल्ममा अलि यस्तै मन्दिर हुँदैन अलिक डर लागेन राति आयो भने त जय माता दी ल सेती देवी खै कहाँ हाम्रो घन्टी अब भित्र चढाएर नि हुन्छ त बाहिरको भोजन पऱ्यो त ए यो चाहिँ हाम्रो न बाबु जाडोमा त चिसै हुन्छ क्या है ठाउँ पहिलाको 10 रुपियाँ अहिले धेरै जस्तो लाग्यो धेरै हो बाबु एउटा जग्गा आउँथ्यो 10 रुपियाँको ए भनेपछि पहिलाको जमानामा जमिन ल तेरो ब्याग बोक भाइ जा त 10 रुपियाँ पाथी मकै अनि ए भनेपछि एउटा ढुङ्गा यहाँ पनि आइपुग्यो अब यति त अलिअलि राम्रो यहाँ त अब तल त बस्ती छ नि त माथिको बस्ती नभएर भद्रको फोरै फोर यो चाहिँ हाम्रो को हजुरबा घर रे
के अरे हाम्रो हजुरबा लागौँ न हौ यो हाम्रो को हजुरबाको हो न यो चाहिँ हाम्रो हामी चाहिँ अहिले माइला हजुरबाको घरमा आइसक्यौँ आमा नमस्ते नमस्ते आमा आमाको सहा सन्तान पिन्टाङ के आयो तेरो हाँ के आएर त्यो जलाइन हजुरबा के लाग्छ हजुर भने यो धुम्रापान स्वास्थ्यको लागि हानिकारक छ मर्मेर भयो होस् हानिकारक भयो नि अब हानिकारक होइन केही हुन्न अब यो त हल्लिँदो रहेछ है पेसकट नगर ल फेरि हाम्रो पुर्ख्यौली घर आइपुग्यो हजुरबाहरूको घर यसलाई त फेरि 1 वर्षपछि भेट्दैछु मैले जसचोटि आएन हजुरबाको याद आउँछ धेरै भन्नुहुन्थ्यो हजुर बिचबाटबाट फर्किहाल्नु कहाँ कता कता उता हजुर भेटिएन ल तिमीले पुर्खौली घर पनि वर्षौँ आएर भेटेर जाने भयो कुटुल कसा के बाल्न आउँछ यहाँ त गोरु हो कि गाई हो यो के हो भैँसी हो के हो यो के हो प्रकाश सर गाई हो गाई नै हो है गोरु हो कन्फ्युज भएछ म यो त हाम्रो यहाँ तल कत्रो कत्रो सागको फल्थ्यो यहाँ सुहाउँथ्यो कत्रो पात हुन्थ्यो एकचोटि यहाँ तल झऱ्यो भने यहाँ मुठा हुन्छ अहिले पनि रहेछ कस्तो यहाँ त धेरै हामी बच्चा होला भन्दाखेरि त्यो दसैँ आइसकेपछि स्कुल त्यो एक्जाम सकेको भोलिपल्ट हुनु पर्नु थियो त्यही दिन कुदिहाल्ने नमस्ते म हाम्रो कार्की खलक हाम्रो चन्द्रबहादुर कार्कीको नातिनी ज्वाइँ अब यहाँ आउँदाखेरि अब हाम्रो बुवासँग घुम्दा रमाइलै भइरह्यो तर स्पेसली म चाहिँ यो चाहन्छु कि नर्मली हाम्रो हजुरबा चाहिँ यहाँ बस्नुहोस् अनि टक्क यहाँ माथितिर च्यापेर घर बनोस् अनि यो घरमा चाहिँ टक्क आँगन बनोस् अनि यहाँ पुरा यो कालैभरि ठुल्ठुलो रुख रोप्यो हरियो पनि देखियोस् घाम पनि लागोस् अनि उता घर पनि होस् अनि टक्क यो आँगन अगाडि पछाडि भित्तामा च्यापेर घर बनोस् सानो ठिक्कको बरु म ज्वाइँ भुइँमा आएर सुत्नलाई तयार तर यो डाँडाबाट चाहिँ मजा तर त्यो तल सुनकोशी भन्दा चाहिँ बेटर अनि सबै सासू ससुरा दाईहरू अनि बुवाहरूको सबैको हातको टिका चाहिँ यहाँ बसेर लाउन पाए चाहिँ बुवाहरू पनि स्वर्गमा म पनि स्वर्गमा अनि यो बाटो टक्क यहाँ तल यो के भन्छ सुनकोशीको सुसाई अनि यो नदी हेरेर डाँडा पादी पनाती सानो पनाती ठुलो पनाती यो चाहिँ पनाती खै मलाई पनि थाहा छैन अब छोड्दा तिमीले वहाँ तल सुनकोशी हेरेर यो सुनकोशी रमाइलो हुनेछ यति रमाइलो हुनेछ भन्ने आशाका साथ यो माघ जापानदेखि हात्तीवनदेखि कपनदेखि र यहाँ तल सुनकोशीका मेजर व्यक्तित्व हाम्रो धरोहर चन्द्रबहादुर कार्कीज्यूसम्म मेरो हजुरबा यो सन्देश लिज गई आफ्नो पिपिआर के हो सब प्रस्तुत गरी उक्साउनको लागि बहुत प्रयास गर्नेछु यति भन्दा मेरो 2 शब्द यही टुङ्गाए धन्यवाद आन्टी दर्शन आन्टीलाई देखाउनु पर्यो यो बाख्रा मुनि
यसलाई हानिदियो भने गयो खै अङ्कल बुवाको जस्तो हाँसो पनि होस् बुढेसकाल लागेपछि म यस्तै हुन चाहन्छु हजुरको हाँसो साह्रै मिठो लाग्यो पैसा चाहिँदैन क्या बुवा पैसा आशीर्वाद हो नि त ल टिका टालो सक्यो र हामी अब फेरि मामघर फर्किसक्यौँ अब मामघरमा गएर रेस्ट गर्ने खाना खाने अनि त्यसपछि आनन्दले बस्ने लास्ट गर्मी थकाइ यो कोदो मेरो मम्मीलाई कोदो देखाउनु पर्यो यो के हो मम्मी तिल यसलाई भन्छ तिल झुसे तिल गर्मीले एकदम हानेको अवस्था आफ्नो बाटोमा जानु मेरो बाटो नमिच्नु है प्रकाश कस्तो लागिरहेको छ त ससुराली गाउँ जुगे खोला हामीको परमेश्वर छैन भन्न मैले यस्तो मिल्दैन तर म परमेश्वर म भान्जा एउटा सानो Mommy! Elena! Mommy! What are you doing? How are they? How are you? Cover me alone. How are you? Mommy, how are you? How are you? यहाँ पकुलिया मासु हड्डी हड्डी यहाँ चाहिँ हड्डीको यहाँ चाहिँ चुक्नी हड्डी मलाई राख्ने के पकाउने मासु पोल्छ पोल्दैछु त मासु यो दसैँको विजया दशमीको पनि अन्तिम हुँदैछ अब पूर्णेको यो 3 दिनको दिन हामी चाहिँ भान्जी ज्वाइँ भान्जाहरू बुइनीहरू यतापट्टि खिरवार दाई हामी सबै बसेर सपरिवार दसैँ मनाउँदैछौँ धेरै खुसी लागेको छ
अब यो तास बनाएर सबैलाई उतापट्टि माइलो भाइ त्यहाँ छ, आमा बुवा यता हुनुहुन्छ बुवा, आमा उता हुनुहुन्छ, उतापट्टि किचनमा मम्मी हाम्रो लाल भाइ यतातिर हल्लिएर बसिरहनु भएको छ। उहाँलाई साह्रै मामाले खतरा दिनुहुँदैन। जय साहब गएछ हजुर त्यहाँ छेउमा मामाको भान्जीले भिडियो लिइराखेको छ। यो जीवनभरको लागि मेमोरी हुनेछ। जीवनभरलाई मेमोरी हुनेछ। दुःख सुख जिन्दगी चलाउने हो। यस्तै खसीको मासु भोट्ने हो, खाने हो। खसीको मासु भोटेर खाने, नभए यस्तै झ्याम्टा पकाउने पोल्ने खाने हो। तर जे जस्तो छ जस्तोमा छ त्यस्तैमा खुसी हुने हो, रमाउने हो होइन। अब आज दसैँ भएर मात्रै मासु पोल्ने, नत्र भने साग पोल्ने हो, सही हो। सब भेजिटेरियन नआएपछि मामा इस्कुस चाहिँ पोलेर भए पनि रमाइलो चाहिँ गर्ने है। गर्ने हो रमाइलो गर्नु छोड्नु हुँदैन। केही छैन यो जिन्दगीमा है। हजुर बा हाम्रो आमा हुनुहुन्छ यहाँ, मामा आमा सबै। मामा गुड ल ठिक छ मामा। यो कार्यक्रम ठिक छ नि? ठिक छ, थ्याङ्क यू सो मच फर दिस मामा। यो फाइनल है, फाइनल आज क्लोजिङ मामा। हेलो ज्वाइँ साहब, हजुरलाई केही भन्नु थियो कि? नलजाउनुहोस् न। ससुरालीमा आएको छु, धेरै बोल्नुहुन्न, खाना मात्रै हुन्छ भने खानामा फोकस गर्दैछु। फोकस गर्छु, बाँकी खानामा फोकस भएर आनन्द सो। सिन्धुपाल्चोक आयो भने चाहिँ म पहिलेदेखि धुस्कुन भनेपछि धुस्कुनमा फर्स्टमै उयो टिम पछाडि माया यतै बस्यो, नै यतै बस्यो, त्यसपछि नै उता पारी पनि बस्यो। पारी बिहान बस्यो, बेलुका माग भएर बस्यो कि समस्या। मामा रमाइलो छ नि, जस सिन्धुपाल्चोक आइरहनु जस्तो हुन्छ। अब मलाई अब चौतारा भन्दा पनि सदरमुकाम चाहिँ यतै हो कि जस्तो लाग्ने कि। ल ठिक छ, त्यतिको चाहिँ बनाएको छ। ओके इन्जोय गर ल त। हाम्रो दाइले फेरि मासु रुचि राखेन होला है दाइ? कहाँ पाक्दैछ लसुन भनेर। ल अब हामी चाहिँ स्न्याक्सहरू खाने। हड्डी होला मामा? छ न त 6 चम्चा, तर हातले खाँदा ल हाम्रो दाइले चाहिँ एकदम स्न्याक्सहरू सर्भ गर्दै हुनुहुन्छ। मेरो लागि त त्यहीँ राखिदिनु म दाइ, म अहिले खान्छु। उता हजुर यहाँ अर्को सेकेन्ड लट पाक्दैछ।